मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। बसौँ मान्य सदस्यहरू, आसन ग्रहण गरौँ। मान्य सदस्यहरूले माग गरे बमोजिम मैले सरकार प्रधानमन्त्रीको नाममा रुलिङ गरिसकेको छु। त्यसकारणले मान्य सदस्यहरू बसेर सभा सञ्चालन गर्नलाई सहयोग गरौँ।